लु बाबा हो यस्तो ढिलो ढिलो चाहिँ किन गरे भने यस्तो राम्रो राम्रो काममा पनि ढिलो गर्छन् त बाबा हो। यति त हामीले दिनमा 200 करोड रुपियाँ कमाएको धुरेन्द्र फिल्म पनि पर्खाइमा पर्खिएको थियौँ र नि बाबा हो। यो बालेन दाइको शपथ ग्रहण 13 गते हुँदैछ त। खै यहीका लागि त यति पर्खियो यो हेर्नलाई लाइभ हेर्नलाई हामी त आतुर छु भने साँच्ची साथीहरू। अनि बालेन दाइको शपथ ग्रहण कस्तो लाग्छ त लाइभमा हेर्नु पर्ला। यहीको लागि यस्तो आतुर भएको छु यस्तो आतुर भएको छु के भन्ने हो र। अनि नेपालको र भारतको अहिले रुपियाँ पैसाको त्यो गडबड हुँदैछ अरे त। खै के हुने हो, रुपियाँ र पैसाको गडबड भयो भने त फेरि गाह्रो हुने जस्तो छ। बढ्यो भने त ठिकै छ, घट्यो भने त फेरि सुई ओह्रालोतिर लाग्छौँ त हामी त। हुन त बालेन सरकार आयो भने किनकि भइहाल्छ, टुङ्गो लागिहाल्ला। तर के गर्ने अहिले त आतुरै छु। ल यो चाहिँ कुरो छिटो गरिहाल्नुहोस् है। बालेन दाइको शपथ खाने कुरा गरेर प्रधानमन्त्रीमा हामी देशलाई इमान्दार र पूर्वकता साथमा आफ्नो र बिरानो नबनेर हामी इमान्दार साथमा काम गर्नेछौँ भने यो कुरा हामीले सुन्न त बाँकी नै छ नि त। बालेन सरकारले आयो भने त बालेन सरकारले त पुरै लान्छन् त, एक कुरै सोरेर लान्छन् त तिमीहरूको चपेटा पाताहरू कान्छीहरू।